पैसाविहीन कल्कीवाद एक नयाँ अवधारणा हो जुन समाजको मौलिक संरचनालाई परिभाषित गर्दछ। यस समाजमा सबै उत्पादनहरूको मूल्य घण्टा, मिनेट र सेकेन्डमा परिमाणित गरिन्छ। मानिसहरूले वस्तु र सेवाहरूको खरिद गर्न काम गरेर बचत गरेको समयलाई कार्डमा रूपान्तरण गर्छन्। यस अवधारणा अनुसार कुनै पसल वा व्यवसायहरू हुँदैनन्, केवल उत्पादन, व्यवस्थापन र आपूर्ति एकाइहरू हुन्छन् जहाँ मानिसहरूले काम गर्न सक्छन्। यसमा कुनै पनि व्यक्ति व्यवसाय र करियरमा आर्थिक लगानी नगरी काम गर्न सक्छन्। धेरै महत्त्वपूर्ण कुरा भनेको आफ्नो करियर निर्माणमा समय लगानी गर्ने व्यक्तिहरूलाई उनीहरूले खर्च गरेको समयको बराबर भुक्तानी दिइन्छ। उदाहरणका रूपमा यदि एक डाक्टरले 40,000 घण्टा अध्ययन गरेर डाक्टर बन्ने निर्णय लिन्छ भने उसलाई 40,000 घण्टा समय आफ्नो कार्डमा प्राप्त हुनेछ। यस प्रकार डाक्टर बन्नका लागि वित्तीय लगानी शून्य हुनेछ र उनीहरूलाई बिरामीबाट अतिरिक्त शुल्क लिन अनुमति दिइने छैन। डाक्टरहरूलाई अस्पतालमा काम गरेको घण्टाको लागि मात्र समयको भुक्तानी गरिनेछ। यस प्रणालीले प्रत्येक व्यक्तिलाई समान क्रय शक्ति दिनेछ जुन आवश्यक जीडीएस कुल ग्राहस्थ आवश्यकताहरूका आधारमा मूल्याङ्कन गरिन्छ। यस्तो समाजमा आर्थिक समावेशीकरण र समानता सुनिश्चित गर्न सम्भव हुनेछ। यस आर्थिक अवधारणामा आधारित नयाँ पुस्तक द कल्किस मेनिफेस्टो प्रकाशित भएको छ जसलाई डाक्टर उमाशंकर प्रसाद र लेखक जय शाहले बजारमा ल्याएका छन्। यो पुस्तक कम्युनिस्ट घोषणापत्रको प्रभाव र योगदानको पुनः मूल्याङ्कन गर्दै आर्थिक क्रान्तिको नयाँ मोडेल प्रस्तुत गर्दछ। पुस्तक केवल नेपाललाई विश्वगुरु बनाउन आर्थिक क्रान्तिको सिद्धान्तमा मात्र आधारित छैन, यो पुस्तक ज्ञानको एक भण्डार पनि हो जसले समाजका नकारात्मक गतिविधिहरूलाई सकारात्मक परिवर्तनमा रूपान्तरण गर्ने लक्ष्य राख्दछ।